यो नेपाली ब्रो भनेर चिनिने हत्यारालाई चाहिँ आफ्नो श्रीमतीलाई चाहिँ रडले र धारिलो खुकुरी प्रहार गरेर घाँटी रेटी रेटी मारेछ के होइन। अनि यो हत्यारालाई चाहिँ हदैसम्मको कारबाही हुनुपर्छ, यसलाई फाँसीको सजाय हुनुपर्छ। यो पागलबाट नै सुरुवात हुनुपर्छ क्या हाम्रो नेपालमा फाँसीको सजाय भनेर को साथी सहमति हुनुहुन्छ। यस्ता हत्याराले गर्दाखेरि हाम्रा नेपालका सोझा दिदीबहिनीहरू सबै अकालमा ज्यान गुमाउनु परिरहेको छ के। अनि त्यहाँबाट कति फेसबुक टिकटकतिर हेरिरहेको छु होइन, त्यो उहाँ सिस्टरले चाहिँ त्यही नेपाली प्रो भन्नेको श्रीमती नाम पनि बिर्से है, उहाँले चाहिँ टिकटक लाइभमा आएर रिस उठेको बेला झगडा परेको बेलामा के तथाना मुख छान्नु भएको रहेछ होइन। त्यो विषयलाई लिएर अहिले कति दाजुभाइ दिदीबहिनीहरू चाहिँ ठिकै गरेछ नेपाली प्रोले मारेर राम्रै गरेछ, यो आइमाईको पनि चर्तिकालाई ठिक रहेन रहेछ भनेर देखिरहेको छु भन्नेहरू पनि धेरै रहेछन् क्या। अहिले उसको माइती पक्षलाई के बितिरहेको छ, ती अबोध बालकहरूलाई के बितिरहेको छ, ती आमा गुमाउनु पर्दाको पीडा कसरी भोगिरहेका छन् ती बालकहरूले, तिमीहरूले बुझेका छौ। रिस उठेको बेलामा पटक पटक चान्स दिँदा पनि नसुध्रिएपछि होटलमा रङ्गे हात भेटिने, अनि पटक पटक केटीसँग बाहिर केटीसँग लाग्ने, अनि उसले पटक पटक माफी दिँदा पनि नसुध्रिएपछि कसलाई रिस उठ्दैन। आफ्नो लोग्ने बाहिर केटीहरूसँग पटक पटक लाग्छ भने कसलाई रिस उठ्दैन। तपाईँहरूले सहन सक्नुहुन्छ त्यस्तो? अनि त्यही ठाउँमा चाहिँ छोरी मान्छे होटलमा रङ्गे हात अर्को केटासँग भेटिनु, अनि पटक पटक माफी माग्दै गल्ती गर्नु, अनि त्यो छोरी मान्छेलाई चाहिँ के गर्थ्यो होला त? त्यो छोरी मान्छेलाई चाहिँ छोरा मान्छेले चाहिँ जे गर्दा पनि हुने यो दुनियाँमा, छोरी मान्छेले त्यत्रो गल्ती गरेको भयो अहिलेसम्म बाँकी राख्थ्यो होला त? त्यसले त्यो हत्याराले उसको श्रीमतीले उसले जस्तै गल्ती पटक पटक गरेको भए बाँकी राख्थ्यो होला? अनि तँसँग म बस्न सक्दिनँ भनेर डिभोर्स माग्दा पनि ऊ मारेरै छोड्यो हत्याराले है। ल मिलेर बसौँ भन्दा पनि बाहिर केटी नखेलाइकन बस्न नसक्ने, त्यो बुढी पनि चाहिने, अनि बाहिर केटी पनि खेलाउने, अनि आफ्नो बुढाले पटक पटक बाहिर केटीहरूसँग लठारिरहेको देख्दा कसलाई मन मान्छ? कसैलाई मनले मान्छ? अनि त्यो श्रीमती चाहिँ केटाहरूसँग लठारिएको देख्यो भने त्यसको मनले मान्थ्यो होला त? अनि बुढी पनि त्यही चाहिने, अनि सुध्रिन पनि नसुध्रिने, अनि डिभोर्स गरेर बस्नुमा आफ्नो गरी खाम भन्दा पनि ऊ मारेरै छोड्यो हत्याराले। साथीहरू यो मान्छेलाई चाहिँ, यो हत्यारालाई चाहिँ कस्तो खालको सजाय हुनुपर्छ? तपाईँहरू को सहमति हुनुहुन्छ? यसकै सपोर्टमा बोल्ने पनि पो धेरै रहेछन् त यहाँनिर त। म त छक्कै परेँ के, दिदीबहिनी दाजुभाइ नै रहेछन्। तिमीहरूलाई त्यस्तो परेको भयो नि के गर्थ्यौ?